सो गाइज आज चाहिँ हाम्रो यात्रा चाहिँ नेवा फल्चा भन्ने ठाउँको लागि हुँदैछ। सो हामी चाहिँ चट्ट लाएर कारमा साथीहरूसँग नेवा फल्चा जाउँ भन्ने कुरा भयो। त्यसपछि हामी बाटो लाग्दैछौँ नेवा फल्चाको लागि। सो हामी चाहिँ अब नेवा फल्चाको लागि जाँदैछौँ। त्यसपछि तपाईँहरूले पनि त्यो नेवा फल्चा कहाँ छ हेर्नु होला होइन। यसको लोकेसन अलि भित्र छ तर ठाउँ चाहिँ राम्रो छ है। सो हामी चाहिँ अहिले जाँदैछौँ। जे गर्नुहोस्। अहिले चाहिँ हामी पुग्नु लाग्यो नेवा फल्चा भन्ने ठाउँ। यो अगाडिको अलिकति घर पुगेपछि चाहिँ हामी नेवा फल्चा पुग्नेछौँ। ठाउँ चाहिँ एकदमै राम्रो रहेछ। सो अहिले ठ्याक्कै हामीले नेवा फल्चाको गेट अगाडि पुग्न लाग्यो। बाटो चाहिँ राम्रो छ अनि वरिपरि चाहिँ खेतहरू भएको कारणले गर्दा छन् ठाउँमा यो बिल्डिङ चाहिँ नेवा फल्चा। हामी भित्र गएर अब खानेछौँ। ल हामी चाहिँ साथीहरूसँग टक्क लगाएर नेवा फल्चा के पाउँदैछ भन्ने सबै सबै आइटम मगाएर चाहिँ अब हामी चाहिँ खाना लाग्छौँ होइन। सो गाइस तपाईँहरू पनि अब यो भिडियोहरू इन्जोय गर्नु होला र यो ठाउँमा भिजिट गर्नु होला। फ्यामिली र फ्रेन्ड्सको लागि चाहिँ एकदमै राम्रो ठाउँ हो यो। एकदम पिस छ है। सो हामी चाहिँ यसरी रमाइलो गर्दैछौँ र बेलुका फर्किने बेलामा चाहिँ हामीलाई यस्तो पानी पर्न लाग्यो कि है। पानी पर्न लागे मात्रै थियो तपाईँको पानी पर्छ भन्दा भन्दै पानी पऱ्यो। त्यसपछि हामी सबैजना चाहिँ अब सबजना कारमा बस्ने रहेछ। उता हाम्रो ड्राइभर दाइलाई बोलायौँ र हामीले चाहिँ कारमा बसेर चाहिँ अब जान लागेको। साथीहरू पानी एकदमै पर्ने रहेछ अहिले चाहिँ। सो कतिखेर पानी पर्छ भन्ने थाहा हुँदैन। सो तपाईँहरूले आउँदाखेरि चाहिँ रेनकोटहरू छाताहरू चाहिँ बोक्नु होला। गाडीमा आउनुहुन्छ भने चाहिँ परेन होइन।